यो चाहिँ कुखुराको मल चाहिँ यस्तो गरेर पानीमा हालेर त्यहाँबाट बगाएर ट्याक्क होइन बगाएर यो धनियाँमा पुग्नु त कुखुराको मल धनियाँ यस्तो ट्याक्क पानीमा हालेर पो हाल्दो रहेछ नि मल हेर्नु यहाँ कुखुराको कस्तो ठुलो खेती हुन्छ यहाँ केटाहरूले पुरा साग टिप्दैछ फर्सी टिप्दैछ धनियाँ टिप्दैछ यहाँ काम गरिरहेछ ओहो पानी पनि ठुलो हुँदो रहेछ कुखुरा मल चाहिँ ए यहाँबाट लगेर पानीमा हाल्ने कुहाउने रहेछ क्या सुक्खा बनाएर अनि त्यसपछि यो चाहिँ डेन्जर हुन्छ होला मल